यहाँले धार्मिक सन्देशमा ज्योतिष विज्ञानलाई पनि प्रत्येक दिन प्रस्ताउँदै आउनुभएको छ र ज्योतिष विज्ञानमा विशेष गरेर नवग्रहलाई चिन्तन मनन गरिन्छ र नवग्रहहरू 9वटा छन्। यी शुभ अशुभ मानिन्छ कि के मानिन्छ यिनीहरूलाई? धन्यवाद छ गुरु। धार्मिक सन्देशमा होइन, यो भिन्दै कार्यक्रम हो ज्योतिष सन्देश। यो चाहिँ आजको राशिफल प्रस्तुत गरिन्छ, प्रसारण गरिन्छ, श्रृङ्खलाबद्ध हुन्छ। जुन राशिका व्यक्तिहरू हुन्छन् त्यही राशिका फलहरू आजको के रहेछ त भन्ने चाहिँ प्रस्तुत गरिन्छ। भनिन्छ नवग्रह भनेका यी चाहिँ हाम्रा सबै रहेका सूर्यमण्डलका यो चाहिँ पारिवारिक सदस्यहरू हुन्। ती सदस्यहरू एक अर्कामा परिपूरक छन् र कसले कसलाई कतिखेर कुन हिसाबले के गर्छन् भन्ने कुराहरू चाहिँ यसलाई गहन अध्ययन गर्नुपर्दछ।